लु वन्स अगेन अब बहुत दिनपछि धेरै दिन भयो हो मैले भिडियो सिडियो पनि हालेको थिइनँ हो के भन्छ भनौँ भने मतलब टाइमिङ नपुगेको अवस्था है। सो आज चाहिँ धेरै दिनपछि यसो एउटा मतलब घरमा सानो एउटा नियम गरिनेछ। सो त्यसको केही कुछ दृश्यहरू देखाउनु गइरहेछु। खासै त त्यस्तो त छैन अब के देखाउनु भन्दामा होइन। सो जस्ट त्यस्तै हो। आज सानो एउटा पूजा लगाएको हामीले घरमा हो। सो हामी चाहिँ मतलब घर बनाइसकेपछि एउटा पूजा सुजा के गरेको थियौँ त्यतिकै बस्नु थालेको थिएँ। त्यो समस्या गर्दाखेरि भोलिको दिनमा के नहोस् भन्ने कुरा चाहिँ एउटा यसो हो भगवान्को नाम लिएर चाहिँ एउटा धर्म गर्नु गइरहेछौँ। त्यही हो आजको भिडियो चाहिँ। सो सम्पूर्ण हाम्रो अब सिस्नेकोबाटै हो आफ्नो मान्छेहरू। बाँकी त खासै म छैन अब छेउछाउ खासै चिन्दिनँ पनि। सब सम्पूर्ण मतलब सिस्नेकै मात्रै छ यहाँ चाहिँ। यहाँ सेवनले पानी गरम गर्दैछ हो होइन सेवन भागे सेवन अनि दिदी यहाँनिर पूजा लगाउँदैछु हो। रेडी हुँदैछ आमा यहाँ बस्दै थियौँ हामी। यस्तो छ हाम्रो जिन्दगी वर्तमान। गङ्गी हेलो भन्दै पाउलाई टाइम भयो अब बस्नुपर्छ। हेलो भन। हेलो अब हेरेर भन न त। हेलो कन्फिडेन्टली हेलो भन न त। के त उठेर हेलो भन न। उठेर हेर न हो यता भाइलाई हेलो कस्तो छ खबर भन्छ न भाइलाई। हेर्नु भाइले हेर्छ ल ल हाम्रो बहिनी पनि ब्लगरै हो के। काकालाई पनि मैले स्पेसियल इन्भाइट गरेर काका बिहानै आउनुभएको। काका कि गेम पो खेलिरहेछ होला काका त फेरि आएर। कोही कतिखेर पुरी पकाउने हो काका आएर हो। थाहा पत्ता छैन। सो अबको केही छिनपछि चाहिँ अब म चाहिँ पूजामा बस्छु है। अनि मैले फर द फर्स्ट टाइम अब आई एम वेयरिङ दिस काइन्ड अफ ड्रेस है। मैले एकचोटि दौरा सुरुवाल लगाएको थिएँ कि मैले लाइफमा फर्स्ट टाइम। दौरा सुरुवाल लगाउँदाखेरि चाहिँ बडा खतरनाक अनुभव भएको थियो मलाई हो। सो त्यो अनुभव म लाइफमा बिर्सिँदिनँ। बहुत लाइट हुन्छ कि यो ड्रेस। सो यस्तो लाग्छ कि मतलब युआर वेयरिङ समथिङ बट यु फिल लाइक वेयरिङ नथिङ भन्ने कस्तो मतलब अनुभव हुन्छ कि। त्यस्तो अनुभव हुँदा चाहिँ बट नाउ आई फिल कम्फर्टेबल। सो यस्तै हो के भन्नु अब। यहाँ चाहिँ अब मेवा चाहिँ प्रसाद बनाउनु पर्छ यहाँ त्यो होइन कि। त्यो अम्बक चाहिँ कस्तो छ हामी। हाम्रो बडा यहाँनिर बिहानै आउनुभएको बिचरा। पुरेत बडा पण्डित बा। दीपमा दर्शयामि वरुणादि आवाहित देवताभ्यो नमः। त्यसकै ठाउँमा राखिदिने। ॐ अथ प्रदक्षिणा समर्पयामि। प्रसादीहरू फल नैवेद्य प्रीत फलम समर्पयामि। नमस्कार। ऊ डोड त्यो
कसो भन्दा चाहिँ त्यो जोइ नमस्कार के दिनु भने त्यो देवदानव सम्वादे मध्यमानि महोदधो उत्पन्न तदा गुणविकृत विष्णाश्वयं ततोहि सर्वतीर्थानि देव सर्वतोहि स्थिततोहि तिष्ठन्ति भूतानि त्वयि प्राणप्रतिष्ठिताः शिव स्वयं तदेव सर्वस्तं प्रजापति आदित्य पशुपतिर्विश्वे देव सर्वभूततोहि तिष्ठति सर्वभूति यथा कर्मफलप्रदं तत्पशुनादिवं मेघकर्तिमेतलोद्धव सन्निधं गुरुदेव सप्रसन्नं भव सर्वदा नमो नमस्ते स्फटिकप्रभाय श्रीशैतहराय सुमङ्गलाय सहस्राय जनादिनाथाय नमो नमस्ते अपापतये वरुणाय नमः वरुणाय नमः प्रार्थनापूर्वकं नमस्कारं समर्पयामि यो कलश छेउमा वरुणादि आवासित देवताभ्यो नमः उताबाट देख्छु देख्नु चाहिँ यताबाट छकिन्छ हजुर बडा बुढा खै आउट लाग्छ सङ्कल्प गर्नहरू पानी बेच्दा हरि महत सदरि महत कर्मणि पूर्व संकल्पित कर्म आदौ दीपकलश गणेश देवता कर्मणि तथा विषय कर्मणि सामसद शिव पूजनम तथा रुद्रपाठ कर्मणि एवं ग्रह जप पाठ तथा च लक्ष्मीनारायण पूजनम कर्म पूर्णतः सिद्ध्यार्थः तथा च द्वारा मातृका पूजनम कर्म एवं च ततकर्महन्नः तर्पतः आघाराजा भागपूर्वकहं पञ्चप्रे होमपूर्वकहं प्रधानमूर्तिभ्यो गणपति पञ्चन्तनिभ्यो विनायकति सूर्य नवग्रहेभ्यः ईश्वरादि अधिदेवेभ्यः अग्निधिप्रत्यधिदेवेभ्यः दिक्पालेभ्यो धुम्रे दष्टवर्ष नीला ढलको पानी खानै पर्ला भनेर मैला त होइन राम्रै पानी अघि त्योहरूले कति त चलाइसक्यो भित्र पनि नराम्रो पानी खाने पानी नै हो तर हामीले एकदम चक्क चाहिन्छ भन्यो नि त त्यहाँ अब के यहाँ त चोखो छैन विशेष अधिपति देवता त्यही भुलको त चलाएको यहाँ हो महाया त चियाहरू पकाउँछ त्यही चलाएको ओम आग्नेय बिचमा ब्रह्मणे नमः दुईजना अलिकता सर अब यता यहाँ पूजा गर्नु ओम आग्नेय ब्रह्मणे नमः छोड्दिनु अब तपाईँको अगाडि सिधा यहीँनिर नैऋति पौटिकाय नमः अब सिधै उता टक्टकनु हुँदैन नि यसो गरेर अब सिधा यता अगाडि तीबाट यसो भेट्छ त हौ त्यहाँ र यहाँ औम आग्नेय ब्रह्मणे नमः नैऋति पौटिकाय वायव्य वर्धन ऐश्वर्य प्रजापताय नमः बिचमा अलिकति छोडिदिनु अब विष्णवे नमः ओम प्रजापति देवता विश्वरूपाणि परिताव भुवक्तस्तनस्त दायकं समक्दैरैरा पूजा गर्दा यहाँबाट गर्नुपर्छ यस्तो नमस्कार नमस्कार बसेर आवाहयतं पुरुषं महान्ता सुरसुरवन्दितपादपद्मं ब्रह्मादय समकेव सञ्जीवेश कुण्डेश्वर लोकनाथः वसुदेवनवर्धन नाम वैशो नराय अब त्यो मसिनो सानो सानो एक दुईवटा थप्नु पर्छ सानो सानो चाहिँ अलिक सानो सानो बल्समा पाल्नु
त्यो नरिवललाई चाहिँ कता कता राखी यहाँ राखेर अनि त्यो कान्छीले छँदा पनि केही हुँदैन यो यसलाई चाहिँ छोडिदिनु पर्ने होइन जोराउनु लागि हरिः ओम महादेवेन अवमदेयं वः ओम गणानान्त्वा गणपति गंगावामय प्रियानान्त्वा प्रियोदयं निधिनान्त्वा निधिपति गंगावामय वसो मम आवदने गर्भदं महात्वा मदासि गर्भदं ओम गणपतये स्वाहा इदं गणपतये नमः वर्तमान निवेशन मृतमृत्यंत हिरण्यन सवितरथेन देव भूयाति भुवनानि पश्यन् ओम सूर्याय स्वाहा इदं सूर्याय नमः देवीर्दारेन्द्र गुरु संगतन इदं सूर्याय नमः देवीर्दारेन्द्र गुरु संगतन आवसन तरुणयहं न कुमारिणा पार्वण रेणुकवटनन्द वसुवनिवेन्द्र ओम दिव्ये स्वाहा इदं दिव्यै नमः नमः संभवाय च मय भवाय च नमः शंकराय विश्राय च शिवाय च शिवतराय च शिवाय स्वाहा इदं शिवाय नमः वायवे सहस्र रथस्ते विजय निहतं सुमपितये ओम वायवे स्वाहा इदं वायवे नमः ओम अहं वायवे स्वाहा शुक्रा सोषे सोषे सन्ने तुम आकाशाय ओम आकाशाय स्वाहा इदं आकाशाय नमः ओम अश्विनी कुमाराभ्यां स्वाहा इदं अश्विनी कुमाराभ्यां मंत्ररूपां गधः नवग्रह ओम सूर्य पिंगलाय नमः सोम मंगलाय स्वाहा भौम ब्राह्मणी स्वाहा ओम बुध भद्रिका स्वाहा बृहस्पति ओम बृहस्पति धन्ये नमः स्वाहा अनाथले शुक्र सिद्धाय नमः स्वाहा सनो देवी रविजयापो भवन्तु विनय सुंदर विश्रमन्तु ओम शनि उल्काभ्यां नमः स्वाहा ओम राहु संकटाभ्यां नमः स्वाहा केतु गणपति ओम केतवे स्वाहा इदं केतवे नमः इति नवग्रहः अधिदेवता रायं मगमे जावै सुगंधि पुष्टिवर्धनम् उर्वारुकमेव वन्दनाय हितमक्ष्यामा वृथा ओम ईश्वराय स्वाहा इदं ईश्वराय श्रीजलसुगतन भूतत्रिपासुभूतमिघ्नानि गणमैघं सर्वलोकममेघ्नाम् ओम उमाय स्वाहा इदं नमः यदकृत प्रथम जायमान होता पुरुषः श्रेष्ठ भवजातर्पण ओम स्कंदाय स्वाहा विष्णुराज विष्णु ध्रुव विष्णु विष्णवे ओम विष्णवे स्वाहा ओम ब्रह्मणे स्वाहा ओम इंद्राय स्वाहा तपस्या तपसी ओम यमाय स्वाहा ओम कालाय स्वाहा इंद्रनस्ता सता हरिमधुमता समितिमय वासकृतः सहसकृतमग्निस्तदासो अदाभ्यं चित्रवसु स्थिते पारमस्या ओम चित्रगुप्ताय स्वाहा इदं चित्रगुप्ताय नमः प्रत्यदिदेवताः अग्निदूतं पुरोददेवविवाह ओम अग्नये स्वाहा ओम अभ्य स्वाहा ओम शनाकृतेन भवने ओम भूम्ने स्वाहा इदं विष्णुवे चक्रमैत्रदानेदं स्वाहा ओम विष्णवे स्वाहा इदं विष्णवे नमः सहजक इंद्र सागर मरदेहि स्वमहावृताः वृदानाः जय सतोरुपधनु वयं कृणोति विश्वतोरा ओम इंद्राय स्वाहा दिदेवसिंहपुघसे जय गर्भयति स्वाहा ओम इंद्राण्ये स्वाहा प्रजापतिनो देवतानो विश्वरूपाणि परिताव भूयस्तन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 स्त
ओम सर्पेभ्य स्वाहा ब्रह्मेन्द्र पदम सुरजन सतत ओम आयो त्यो त्यो आइगयो होइन ओम राजतां वर्धमान स्वदेव ओम पंचपाण्डवेभ्य स्वाहा उग्रश भीमर्षदां ओम भीमसेनाय स्वाहा
पितृभ्य सदैव सदनम पितामहेभ्य सदैव सदनम प्रपितामहेभ्य सदैव सदनम अचन पितरो मिदन्त त्रिपन्त पितरो सुन्दरम पितृभ्य स्वाहा इदं पितृभ्य ओम वैष्णवाय स्वाहा ओम वैष्णवाय ओम वैष्णवाय अग्निको पत्नीको नाम चाहिँ सुहा रहेछ है उसले चाहिँ पुर्याउँछ कसलाई दिएको हो त्यहाँ पुर्याउने काम गर्छ कसले चाहिँ अरे स्वाहा स्वाहा भने चाहिँ नाम हो नाम हो कसको नाम हो मान्छेको लानेको यहाँ हामी कसलाई दिँदैछौँ त्यहाँ पुर्याउने काम चाहिँ त्यसले ए अग्निको पत्नी मतलब यो डाकिया जस्तै रहेछ क्या पोस्टम्यान जस्तै हो हो त्यो हामीले चाहिँ यहाँ चिठी हाल्दैछौँ त्यसले पोस्टम्यानले चाहिँ पुऱ्याउँछौँ उहाँले पुर्याउँछ बुझ्यो जस्तो कि श्राद्धमा स्वाधा भन्छौँ शुभ कार्यमा स्वाहा भन्छ त्यो दुइटै भान्से हो पुर्याइदिने पोस्टम्यान त्यो दुःखको कार्यमा चाहिँ के त्यसको नाम? स्वाधा भन्छ सदा स्वाधा स्वधा यसलाई स्वाहा ए स्वाहा भने त म अग्नि त्यति देवको भनेको पत्नीको नाम स्वाहा तिमी हो युट्युब हात त्यसो गरौँ त अनि बोल्दै जाउँ दुइटै हात त्यसरी यसरी हो अलिकति चल्नु सर्वदेव नमस्ते कतिजना नबुझ्दैन चाहिँ पूजा लागिरहेको छ किन सुहा भनेको होला भन्थे नि भन्छ नि होइन आँखामा पिरो पसेको छ तर मलाई त अन्त के गरेँ मैले आँखामा होइन हौ आँखामा खोर्सानी पसेको छ पोलिरहेको छ त पिरो यो के को धुवा हो के पोल्छ तपाईँहरूको आँखा हुन्छ हाले खोर्सानी बस्यो होला नि ए खोर्सानी लाइट होला कसै होला नि साबुनले दुमुख त्यो अर्कै हो पोल्ने भन्दै होइन यो अलिकति चल्न चन्दन लगा यस्तो ठाडो लगा न हो त्यसरी जसले जेमा लगाउँदै उकालो लगाउनु मुख धुँदा नि त फर्छ यस्तो गर्नु भन्दैन उकालो यसरी लो बाछाले बिहान म्याट चिता पुग्छ भन्छ नि हातमा बोकिराख्नु औ मह सदसा सरे वधु तम्प्रिय मन्दिर सुगमन शनि मे देव शिवगं स्वाहा युनिधने देव गणपितरो समसते हे वेदं गुरु स्वाहा मेदं मे प्रणो ददातु मे मेदं अग्निं प्रजापतिं मेदं इन्द्रस्य वायुसुदं ददातु मे स्वाहा पूर्णदर्भि परपत शोभन पुनरापतहं पुनरापतनगतसविष्णाः मयि देवाः ददुः श्रियमुत्तमन्तस्य स्वाहा त्यहाँ बिचमा राख्न सक्नुहुन्छ सिधै राख्दिनु है बीचमै नलडाइकन नलडाइकिन दाउरा छ नि त हातको पोल्छ कि हो 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 हुन्छ हुन्छ भयो भयो छोडिदिनु पर्छ लु अलिकति छोड्दा स्वाहा गर्न पर्यो बसो पवित्रम शेषदारम बसो पवित्रम भाइ पिरो छ हौ त्यही उयसमा हाल्छ अब यो अचार बनाएको खोर्सानी काटेको ए त्यसकै हो के गरेछ होइन अघिसम्म केही पोलेको थिएन छुकै थिएन उनीहरूले चम्चीले उयो मात्रै गर्छ नि त अलिअलि हातमा चरु लाग्यो सबै नै कहाँ चम्ची चोरुली। नै छ नि काटेको चारपल्ट पुऱ्याउनु पर्छ आउनु त आउँदैछ त्यो नुहा मलाई दिएको त फुल त पोल्दैछ अलिअलि अलिअलि त पोल्दैछ भगवानको प्राप्ति पनि छ। आमा पनि तपाईँले होइन अहिले भर्खर लगायो त्यो कुरो किन माग्नु है यही राख्दा भइहाल्यो चर्कीको लागि ओम महालुति ओम मेरो शेरजमय समित शीतेजो शीतजमय धै समावरति पृथिवी समुखा समसूर समविश्वमिदं जगत वैश्वा नरर ज्योतिर्भूया संभून कामन वैष्णव ओम अव्यतदानितवग्नेः दैव्यदन्तः व्रतपतेः श्रदन्तो दीक्षितोऽहम् ॐ स्वाहा यदमन्तसरतं सौरतसरतं लोकं पुण्यं प्रजयं एतसिद्धिगणसाभ्याम् ॐ स्वाहा यदमन्तसरतं पुण्यं प्रजयितं तीर्णविदते स्वाहा यो बल्ब लगाइदिउँ त ओम पूर्णमदः पूर्णमिदं गल हाल्दिनु? कोही अरू कोही को छ अब कोही छैन यति होला लु लाइ माथि पनि सिधै खनाइदिनु अब ए हातले
पढ्नु न त सबैले दिनु कि? तपाईँले मैले मात्रै तपाईँले मात्रै बिस्तारै नि यहाँ पढ्दै पछि पढाएर भनेपछि मात्रै ए हो र देव देवतालाई हो राम्रो सम्झिन्छ देव देवता सम्झिन्छ ल त्यसो गर्नु सबै उम्ला तपाईँको ठाडो नपार्नु उम्ला त्यो ठाडो नपार्नु सबैले उम्ला यसो यसो नगर्नु आएर झ्याप्पै मारे। र पनि सिधै आयो नि त उहाँले साँच्चै आँखा देखेको जाति पो हुन्छ त फोनको भयो बस्नु सक्यो भने चाहिँ चामल लानु त्यो राख्न माथिबाट भइगयो हाल्न हौ एक दुई मुठी त्यो राख्नु अझ हाल बस धुवाले पोलेको होला यहाँ चाहिँ आँखाको ओ पुरा पोल्यो धुवाले नै हो आँखै फुक्छु न आँखा पोलिरहेको म त बसेपछि आँखा पुरा कमजोर भएको पोलोस पोल्यो सवितालाई ढिलो हुँदा बसेर जानु नि त बस भनेको बस्दा पर्सि त टेस्ट रहेछ नि नानीको स्कुल बन्द छ अहिले टेस्ट पर्सिदेखि अरे ए अब उयो पुग्ली बडालाई खाजा बनाइदिँदै गर अब ठिक्कै हुन्छ मान्छे थुप्रोजना छ त थाहा छैन 1500 पाकेको भन्नु त पर्ने रहेछ अनि बसे बसे किन त भएको छ नि त अघि चाहिँ पुरा भएको थियो फर्स्टमा घरमा नबसेर त्यस्तो भएको घरमा दाइले मान्छे को त धुवामा बस्छ र त्यही भएर हो धुवामा बेसी नबसेर धुवा भएको घरमा नबसेर ग्यास बाल्छ त्यही भएर आँखा दुख्ने बिमारहरू निस्केको एउटा कुरा थाहा छ यो रोटीहरू ग्यासमा पोलेर खानु हुँदैन नि त खासमा हुन्छ तर अब अप्सनै हुँदैन नि त कर लाग्छ खास त यस्तो भुक्रोमै हो नि त सब्जीहरू नि अन्त आगोमा पकाएको कस्तो टेस्ट हुन्छ अर्कै टेस्ट हुन्छ ग्यासको कहाँ यो दियोमा हाल्नु कि यस्तो यही राख्नु त्यो अनि त्यो बातीमा यही राख्नु पऱ्यो त्यो बाल्नेपट्टि बाल्दिन